नमस्ते, जय मसी, शुभ प्रभात हजुर सम्पूर्ण मेरो युट्युब च्यानल हेरेर बस्ने मेरो साथीहरूलाई अनि जतिजना नयाँ हुनुहुन्छ तपाईहरुलाई पनि स्वागत छ रश्मि सुब्बा ब्लगमा। साथीहरू आज चाहिँ हाम्रो मेलो चाहिँ माथि दुर्पिन भन्ने जग्गामा लागेको छ। यहाँनिर हेर्नुस् है तपाईले, यहाँनिर मेरो साथीहरू चाहिँ अगाडि अगाडि छ। मेरो खर्चले गर्नुपर्छ के हुन्छ नि त? तिम्रो खर्चले गर्नुपर्छ। म त सोचे कि दिदीको त हुन्छ सोचिरहेको साथीको पैसा सकेछ। तपाईहरु अहिले त सेफ हुँदैछ। हेलो, गुड मर्निङ। आज पनि उकालो हो हामी। आज चाहिँ माथिनिर दुर्पिन दूर से दूर हो। आज चाहिँ यहाँ माथि जानुपर्छ साथीहरू, यहाँ माथि के भनेको होला है हाम्रो टिभी सबको चल्छ नि अन्त पैसा त। यो महिना मरि हामी 4 जना मात्रै आज फर्स्ट भएको, अरु चाहिँ आउँदैछ पछाडी। पर्छ नि त त्यसलाई के यहाँनिर चाहिँ यस्तो छ जग्गा दामी छ। साथीको चाहिँ पैसा सक्यो अरे, टेन्सन मानिरहेको छ। साथीहरूको चाहिँ ठेगाना आइपुग्यो साथी हो। अब हाम्रो चाहिँ अझै नै छ, पर जानुपर्छ हामी त अझै। ओके, अस्ति चाहिँ यहाँनिर कालै थियो, आज चाहिँ आएछ है पत्ती अलिअलि भए पनि। हामी त अझै छ हिँड्नुपर्ने। ल मेरो साथीले चाहिँ हामीलाई आलु चा दिँदैछ बिहानै। चाहिँ नरसिंहधुरा गाउँ हो साथीहरू। यहाँ कोही चाहिँ गाडीमा आयो, कमानमा जानेहरू। हामी पनि गाडीमै आएको, अघि नै आइसक्यो हामी चाहिँ। अब चाहिँ हामी उकालो जानुपर्छ, यो गाउँ उकालो। हजुर जय बेसी मजा। खै हावाघर पनि खिचेको यहाँ नरसिंहधुरामा चाहिँ हावाघर छ। यहाँनिर हावाघर बनाएको छ यहाँकोले मिलेर। हजुर हो त्यहाँ आउँदैन, भ्याउँदिन ल। यो उकालो चाहिँ हामी जानुपर्छ। अब हामी चाहिँ उकालो जाँदैछु। हामी माथि हो दुर्पिन भने चाहिँ एकदम अपमा छ साथी हो, टुप्पोमा छ। हाम्रो स्थान चाहिँ आइपुग्यो। अब यहाँदेखि चाहिँ टिप्दै जानुपर्छ। के यो तलको चाहिँ नरसिंहधुरा गाउँ साथी हो। हाम्रो चाहिँ अब काम सुरु भयो है यहाँनिर। 8 बज्यो। ओ गाइसहरू, ओ मैने आगे गाइस हेलो भनिदिनु। दुर्पिन डाँडामा है। अब त हामी माथि पुग्नुपर्छ। त्यो डाँडा त देख्दैनौँ यहाँबाट। पत्तीमा आएछ है, पत्ती पनि आउनु थालेछ साथी हो। ल ल इष्टमित्र हो गाइस होइन है। एकछिन न। अब चाहिँ यहाँनिर हामीले 12 बजीको 11 बजीसम्मको चाहिँ हामीले टिपिसक्यो। अब बेलुका छ टिप्नुपर्ने। अब चाहिँ हाम्रो ब्रेक टाइम। यहाँनिर दिदीको टोकरीभरि भइरहेको छ। सिमसिम पानी पनि आउनु थाल्यो साथी हो। यो दुर्पिनमा त यस्तै हुन्छ जहिले पनि। साथी हो 12 बजी खाना खाएर चाहिँ दिन यस्तो भयो। यो हुस्सै परिरह्यो, फगी फगी ला सुती सुतै ब्ल्याङ्केट ओढेर पनि सुते साथीहरू। 12:30 हुन्छ जिनासु बोल्दा। भोलि 3 उन्दो पत्ती छैन। उम्बो उम्बो 3 4 उयो छ हुकुम त्यस्तो। यहाँ हेर्नुहोस् है साथी, हामी चाहिँ खाना खाएर पनि आराम गरेर यहाँ टाउमा चिसोमा। लाउस अझै लगाउँछ ल। यस्तो डरलाग्दो भयो दिन चाहिँ साथी। चिसो भयो, चिसो एकदम।
सुसु गरेर के भयो यस्तो आमामा लौ त भयो चिसोले मर्ने रहेछ अब हामी डाँडामा झन् डाँडामा गयो भने त मर्छ दिन चाहिँ साथी हो अझै पनि यस्तै नै छ यहाँनिर हेर्नुहोस् अब चाहिँ हामी फेरि 12-1 बजेको टाइममा गएको हामी चाहिँ अब पत्ती टिप्नु केही हुँदैन हौ यस्तै त हो हामी अब फेरि पनि गएको फेरि पनि हामी खैनी खाँदैछौँ के भन्छ भाइ अब फेरि गएको साथी हो माथि जानुपर्छ फेरि जाडो भएर मोन्डाइसक्यो घरिबाट छोड्दे भन्छ यो मेरो साथीले भिडियो बनाउनु पनि दिएन ठेलेर हेर मान्छेलाई घैँटो फुर्न यहाँ ऊ आउँदैछ छिटो आउनु सबैजना कहिले आउने अब अर्को हेर त्यहाँ अमिलो अचार खाएर खुट्टा दुख्यो अमिलो अचार खाएर ऊ ल क्लिप पनि हरायो अब केले बान्छ कुनी ल साथी हामी चाहिँ जाँदैछु यो उकालो माथि चलो भात चिसो भात खाएर अब हिँड्दैछौँ हामी चाहिँ उकालो कहिले पुग्ने हो भातले पनि थिच्यो दिन पनि त्यस्तै भयो हुस्से हावा आएर खै के गर्नुपर्ने अब काममा हिँड्नै पर्यो पल्टिँदै जानुपर्नेमा है साथीको पासबुकको पैसा तुर्यो भन्छ त्यही माथि पासबुकको पैसा पनि सक्छ है हामीले चाहिँ टिपे यतिकोमै टिपे हामीले भिडियो बनाउँदै रहेछ म के भनौँ भाइ भन्नु हामीले चाहिँ यतिकै टिपे साथी हो यहाँकोले चाहिँ टिपेन रहेछ यतिको पनि राखेछ हामीले ग्यास बिगार्यो अरे ल गाली गर्दै गर छिटो आऊ 1 बज्यो यहाँ यस्तो फगी लागिरहेको छ है साथीहरू यहाँनिर चाहिँ दुर्पिन डाँडामा फगीले ड्यामडी देख्दैन मान्छेहरू मान्छे नदेख्ने फगी लाग्यो अब चाहिँ आज चाहिँ योहरू टिप्नुपर्छ ल अब बाटो कुन चाहिँ नजिक रहेछ म आइपुगेँ छिटो पानी चाहिँ आइहाल्यो है साथी हो पानी आएर बिजोक भयो हामी अब यहाँनिर सब मिलाउँदैछ ब्याटिङहरू सब भिजिसक्यो यहाँ यी छोपेर राखिरहेको छ कतिले पानी आएर बिजोक पारेन हौ हामीलाई अब हाम्रो खुट्टा पनि भिज्छ गमबुट पनि छैन ल मिलाइहाल्नु साडीको मुजाहरू मिलाइहाल्नु छिटो यो हुस्सेले पानी बोक्दैछ भन्दै थियो झारिहाल्यो कल खोलिहाल्यो हुस्सेले हौ पानी बोकी हिँड्दैछ है भन्दै थियो बोक्नु सकेन रहेछ पानी चाहिँ जोक्को आउनु थाल्यो अब चाहिँ बेलुका तौलाको टाइममा तौले गएको